रमेश लेखक, तपाईले मलाई स्टन्ट गर्नुभयो भन्ने जस्तो कुरा गर्नुभयो। बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने यस्तै स्टन्ट म तपाईबाट अपेक्षा गर्छु। बाल मन्दिरको जग्गा फिर्ता ल्याउने कुरालाई स्टन्ट भन्नुहुन्छ भने माननीय ज्यूबाट म यही स्टन्टको अपेक्षा गर्न चाहन्छु। जनकपुरको 9000 बिघा जग्गाको अनुसन्धान सुरु भएको छ, नरोकेर मात्र स्टन्ट सुरुवात गरिदिनु होला, सम्पन्न गरेर त्यो स्टन्ट गर्नु हुन अनुरोध गर्न चाहन्छु। पतञ्जलिको जग्गाको कामलाई अगाडि बढाएर मद्दत गरिदिनु होला, म तपाईबाट त्यो स्टन्टको अपेक्षा गर्न चाहन्छु। बाँकी रह्यो नक्कली भुटानी शरणार्थीको विषय। यही सदनमा उभिएर एकजना माननीयजीले भन्नुभएको थियो फाइल खोल्छु, एउटा फाइल खोल्यो भने चाहिँ यो गर्छु त्यो गर्छु भन्नुभएको, खोइ खोल्नु भएको भन्नुभएको थियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल? 24 घण्टामा। सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर तपाईहरुले सदनलाई ढाँट्नुभयो। यो देशको बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। स्पष्ट छ। केही नियुक्ति र बेचन झा र प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईहरुले आफूले गरेको सहमति खल्तीमा हाल्नु भएको छ, देखेका छैनौ। आज यतिखेर यो सदनमा उभिएर म गर्वका साथ भन्न सक्छु 21 सिटको दल, 4 वटा मन्त्रालय, सदनमा विरोध, सडकमा पुतला, अदालतमा मुद्दा, चारैतिर हंगामा। यस बीचमा 4 महिनाका बीचमा यति धेरै मानिसहरू, हाई प्रोफाइल मानिसहरूको पक्राउ, केहीको त नाम मैले लिनै हुँदैन। लोकतन्त्र खतरामा पर्छ, प्रेस स्वतन्त्र खतरामा पर्छ। विषय एउटा छ, सक्नुहुन्थ्यो त्यो धान्न। राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय कति ठाउँबाट विज्ञप्तिहरू आए, कति ठाउँका मान्छेहरूले विज्ञप्ति चढाउन गए। राजाका पालामा दाम चढाउन गएको सुनेको थिएँ। एउटा विज्ञप्ति नचढाइ त सोसाइटीमै परिदैन भनेर कोही मानिस पक्राउ पर्दाखेरि विज्ञप्तिमाथि विज्ञप्ति पढाउन जानुभएको होइन। मलाई दुःख लाग्छ सामान्य सभामुख महोदय, दुःख लाग्छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर भन्नुहुन्छ म तपाईको पक्षमा छु, तिनीहरूले गलत गरे, म तिनीलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिङ्गो पार्टीका सांसद बोकेर अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई गएर भन्नुहुन्छ तपाई सही हुनुहुन्छ, तपाईलाई अन्याय हुन दिनु भन्नुहुन्छ। सुशासनको अपेक्षा गर्ने सभामुख महोदय, यति बोलेका कारण मैले कतिवटा एडिटोरियल भोग्नु पर्ने हो, कतिवटा फ्रन्टलाइन खानु पर्ने हो, कति मुर्दाबाद हुनु पर्ने हो थाहा छैन। अब त संसदीय समितिमा पनि तपाईहरुको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुस्, म तयार छु। तर